हामी गेट्स यो चाहिँ लिपस्टिक गेट्स रेडी विथ अस गाइज किनकि हामी जब सामान लिन जाँदैछौँ सुरुमा हामी लगाउँछौँ सनस्क्रिन लगाउँछौँ यता पनि अलिक बिस्तारै लाग्दैछ ओ सनस्क्रिन होइन त्यो यो त उ पो हो त के पो यो यस्तो यस्तो गर्छ नि के पो ए बसलाइन के भन्छ नामै थाहा छैन हामीलाई चाहिँ यसलाई त भन्छ हौ यस्तो त रातो लाग्छ नि यसो गर्छ के गर्छ के बुझेँ अहिले चाहिँ नाम बिर्से यो चाहिँ हाम्रो सनस्क्रिन हो यसरी लाउनु गर्छौँ यो यसले लगाउँछु सेतो छ नछेला न ए अब यो चाहिँ गाजल गाइड एकचोटि गाजर लगाउँछ मोइस्चराइजरहरू लगाउँदैनन् ए म त त्यस्तै हो मेकअप गर्ने अब हामी चाहिँ मोइस्चराइजर लगाउनेवाला छौँ यो चाहिँ ओरिजिनल मोइस्चराइजर हो अब म पनि लाउनु परेन के पो भन्थ्यो यसको चाहिँ नामै आएन यार हामी चाहिँ एकदम सलिड तरिकाले लगाउँछौँ हामीले त्यस्तो अरूको हेरेर लगाउँदैनौँ क्या अनि हाम्रो गाजल लाउने तरिका चाहिँ यस्तो चाहिँ यहाँ गाजलको तो लाउने अनि यस्तो गर्ने गाजल भइहाल्यो अब हामीले चाहिँ मोइस्चराइजर मैले चाहिँ मोइस्चराइजर लगाइसक्यो उसले चाहिँ गाजरसँग पनि लगाइसक्यो अब मोइस्चराइजर पछि हामी लगाउँछौँ लिपस्टिक प्राइमरै होला के हो प्राइमर लगाउँछौँ अब हामी चाहिँ लिपस्टिक लगाउँछ लिपस्टिक यो चाहिँ चिपस्टिक हो के भन्छ यार यसलाई बसलाइट भन्छन् के भन्छ मस्कारा त गाजर ब्लस त होइन के भन्छ यसको नामै बिर्सेँ यार अहिले आएर मैले सक्छु अब लिपस्टिक लगाउनु अब म लगाउनेवाला छु आइस्याडो यो आइस्याडो त्यो त गाजल होइन गाजल लगाएको चिम्टीको लगाएको होइन ए अर्को लगाएको होइन अब म चाहिँ आइस्याडो लाउनेवाला छु पिङ्क कलरको किनकि मेरो ड्रेससँग म्याचिङ गर्नुपर्ने छ यता हल्का पिङ्क यता अलिक लाइट पिङ्क अनि यहाँ चाहिँ ब्ल्याक लगाउँछु म यो चाहिँ यहाँ लिपस्टिक लगाउँदैछु त्यस्तो बनाएर लगाउँछु यस्तो ओठ फुटेर लिपस्टिक हाम्रो यहाँ हुन्छ अनि अब म चाहिँ गाजल लाउनेवाला छु